अहिले 2-3 दिन यता प्रतिनिधि सभाको बैठक हेर्ने हो भने नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ स्वयं प्रधानमन्त्री सदनमा आएर दिनुपर्छ भनेर विपक्षले निरन्तर रूपमा सुन्ने समय अगावै सदनमा उठेर विरोध जनाइरहेको छ। अब साथीहरू, नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ स्वयं प्रधानमन्त्रीले नै दिनुपर्ने हो या स्वयं प्रधानमन्त्रीले तोकेको मन्त्रीले समेत दिँदा हुन्छ, कानुनी प्रावधान के छ भन्ने विषयमा आज हामी केन्द्रित भएर यो भिडियो बनाउँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नु। साथीहरू, नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको जवाब स्वयं प्रधानमन्त्री सदनमा आएर दिनुपर्छ भन्ने कुनै पनि कानुनी प्रावधान अहिलेसम्म छैन। यदि साथीहरू हामीले प्रतिनिधि सभा नियमावलीको नियम 38 हेर्ने हो भने प्रधानमन्त्रीले तोकेको मन्त्रीले समेत नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको जवाब दिन मिल्ने छ भनेर प्रष्ट रूपमा उल्लेख गरेको छ। त्यसैले हामीले के बुझ्नुपर्छ भने नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको जवाब स्वयं प्रधानमन्त्रीले नदिए पनि प्रधानमन्त्रीले तोकेको मन्त्रीले दिँदा समेत कानुन सम्मत हुन्छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ है त साथीहरू।